बाल विवाह कुप्रथाको अन्त्य गर्नुपर्छ, हटाउनका लागि समुदाय अघि बढ्नुपर्छ। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस सभाका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, निर्णय मण्डलको भूमिका निर्वाह गर्न बस्नुभएका निष्पक्ष निर्णय मण्डलज्यूहरू, विभिन्न विद्यालय पाल्नुभएका शिक्षक गुरुवर्ग, सम्पूर्ण अभिभावकहरू, मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरूमा म श्री मङ्गलादेवी माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययनरत छात्र प्रिजन तामाङको स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2082 साल जेठ 14 गते गणतन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्व कला प्रतियोगितामा आफ्ना भनाइहरू राख्न पाउँदा अत्यन्तै खुसी छु। वक्तृत्व कलाको शीर्षक रहेको छ बाल विवाह अन्त्य गर्न समुदायको भूमिका। सभाध्यक्ष महोदय, बाल विवाह भन्नाले 20 वर्षभन्दा कम उमेरका बालक वा बालिकाले गरिने विवाहलाई बुझिन्छ, जुन हाम्रो देशको कानुन अनुसार गैर कानुनी हो। यो अभ्यास हाम्रो समाजमा अझ पनि कतिपय ठाउँमा चलिरहेको छ, जसले गर्दा हाम्रो देशका भविष्य बनेका बाल बालिकाको जीवनमा गम्भीर असर पर्दछ। बाल विवाह सामाजिक समस्या हो। यसले बाल बालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पर्दछ। यो हाम्रो समाजमा गहिरोसँग जराजै गाडेर बसेको त्यस्तो परम्परा हो जसले हजारौं बाल बालिकाको भविष्यमा अन्धकार बनाएको छ। 20 वर्षभन्दा कम उमेरमा विवाह गरिनु बाल बालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासमा नकारात्मक असर पर्दछ। नेपालमा अझै पनि कतिपय ठाउँमा छोरीलाई कम उमेरमा विवाह गरिन्छ, कहिले परम्पराको नाममा, कहिले गरिबी र कहिले असुरक्षाको डरले। धेरै जस्तो बाल विवाह सामाजिक परम्परा वा दबावका कारण हुन्छन्। म मङ्गलादेवी बाल क्लबका सदस्य हुँ। हरेक विद्यालयमा बाल क्लबहरू गठन भएको छ, तर के बाल विवाह हुँदा पनि बाल क्लबहरूले बाल विवाह गर्नु हुँदैन भनी सम्झाएको छ। आज भोलि तल्लो घरमा बाल विवाह हुँदा माथिल्लो घरका सदस्यहरू भोज भन्न जान्छन्, यो बाल विवाह हो, बाल विवाह गर्नु हुँदैन, बाल विवाहले गर्दा आफ्नो भविष्यमा नकारात्मक असर पर्दछ भनी कसैले सम्झाएको छ। सभाध्यक्ष महोदय, यस्तो सोचलाई परिवर्तन गर्नको लागि समुदायको एकताबद्ध प्रयास आवश्यक छ। अभिभावकहरूले बाल विवाहको हानिकारक प्रभावबारे जनता फैलाउनु पर्छ। स्थानीय सभा, विद्यालय कार्यक्रम, महिला समूहहरू र युवक क्लबहरू मार्फत सही जानकारी गराउनु पर्छ। समुदायले बालबालिकालाई शिक्षित बनाउने वातावरणको सिर्जना गर्न आवश्यक छ। विद्यालयमा पढाउने किशोरी युवक क्लबहरू गठन गर्ने काम समुदायले गर्नुपर्छ। बिहावारी 20 वर्ष पारी भन्ने कानुन मात्र सीमित बनाएर हुन्छ त? यसलाई व्यवहारिक रूपमा परिवर्तन गर्नु पर्दैन। हामी सधैँभरि यसरी नै बसिरह्यो भने यस्तो समस्याको अन्त्य कहिले हुन्छ त? सभाध्यक्ष महोदय, यस्तो समस्याको अन्त्य गर्नका लागि समुदायको महत्त्वपूर्ण भूमिका हुन्छ। यदि बाल विवाहको सम्भावना देखिन्छ भने समुदायले सम्बन्धित निकायमा जानकारी गराएर बाल विवाह रोक्न सकिन्छ। समुदायका पुरुष सदस्यले पनि बाल विवाह विरुद्ध आवाज उठाउन आवश्यक छ, किनभने जब परिवारका सबै सदस्यहरू सचेत हुन्छन् तब मात्र दिगो परिवर्तन सम्भव छ। विवाहको उमेर भन्दा व्यक्तिको भविष्य र सम्भावनालाई प्राथमिकता दिनुपर्छ। यस्तो समस्याको अन्त्य गर्नका लागि तपाईँ र म मात्र मिलेर हुन्छ त? समुदायका बुद्धिजीवी, वडाका जनप्रतिनिधित्वहरू र पालिकाका जनप्रतिनिधित्वहरू मिलेर यस्तो समस्याको अन्त्य गर्न सम्भव छ। आज भोलि आफ्नै गाउँघरमा पनि शिक्षक शिक्षिकाहरू छन्। ती शिक्षक शिक्षिकाहरूले विद्यार्थीलाई पढाउँदा बाल विवाह गर्नु हुँदैन भनेर सिकाउँछ। आज भोलि तल्लो घरमा बाल विवाह हुन्छ, शिक्षक शिक्षिकाले त बाल विवाह गर्नु हुँदैन भनी सिकाएको छैन भने नपढेका आमा बुवाले झन् के भन्ला? सभाध्यक्ष महोदय, यस्तो समस्याको अन्त्य गर्नका लागि समुदायको महत्त्वपूर्ण भूमिका हुन्छ। समुदायले पहिले यो कुरो बुझ्नुपर्छ कि बाल विवाह कुनै परम्परा होइन, यो एक प्रकारको सामाजिक अपराध हो। समुदायका सबै सदस्यहरू सचेत हुनुपर्छ। बाल विवाहको अन्त्य गर्नका लागि राज्यको मात्र होइन, समुदायको पनि ठूलो भूमिका हुन्छ। अभिभावकहरूले आफ्ना छोराछोरीको बाल्यकाल सुरक्षित राख्न जिम्मेवार बन्नुपर्छ। शिक्षाले जनचेतना जगाउनुपर्छ। स्थानीय संस्थाले जनचेतना फैलाउनुपर्छ। यस्तो कुप्रथाको अन्त्य गर्नका लागि समुदायको योगदान अनिवार्य रहेको छ।
पहिले अभिभावकहरूले आफ्ना छोराछोरीको बाल्यकाल सुरक्षित राख्न शिक्षा र आत्मनिर्भरता दिनुपर्छ। अन्त्यमा म यही भन्न चाहन्छु कि हामीले आजैदेखि कदर कदम चाल्यौँ भने भोलिको पुस्ताले स्वतन्त्र र समृद्ध जीवन बिताउन पाउनेछौँ। यदि हामी सबै मिलेर काम गर्छौँ भने बाल विवाह जस्तो कुप्रथाको समाजबाट अन्त्य गर्न सकिन्छ। यदि हामी सबै मिलेर काम गर्यौँ भने बालबालिकाको उज्जवल भविष्य निर्माण गर्न सक्नेछौँ। हामी समुदायका सबै सदस्यहरू मिलेर काम गर्यौँ भने बाल विवाह विरुद्ध उभिन सकेमा मात्र बाल विवाहको समूल अन्त्य हुन सक्नेछौँ। धन्यवाद।